दिपा के प्रब्लम छ भन्दै थियौ नि, के हो? धेरै प्रब्लम छ दी। दीपकले यो घरमा सौता भित्र आयो। सौता? को सौता? माय गॉड। फेसबुक। फेसबुक? उसलाई फेसबुक बाहेक केही मतलब छैन दी। राति खाना खाने बित्तिकै फेसबुकमा बस्छ, 2-3 बजेसम्म बस्छ। बिहान उठ्ने बित्तिकै मुखै धुन नपाइकन फेसबुकमा बस्छ। मेरो फेसै हेर्दैन दी। सो स्याड। फेसबुकले एकअर्कालाई जोड्ने काम पो गर्छ भनेको त तोड्ने काम पो गर्यो। आफू चाहिँ दीपकसँग कुरा गर्न चाहन्छु, ऊ चाहिँ भाग्छ ल्यापटप बोकेर। एउटा उपाय छ। के दी? म तिमीलाई फेसबुक सिकाउँछु। मलाई अरूसँग कुरा गर्नु छैन, मलाई दीपकसँग कुरा गर्नु छ। पर्ख न, पहिला फेसबुक त सिक। घरमा अर्को ल्यापटप छ? छ, अर्को पनि छ। त्यसो भए ल्याऊ, आजदेखि तिम्रो क्लास सुरु। पहिला सिकी पा हेर। ड्याडी, तपाईको उमेर कति रे? भयो नि 24 वर्ष। म भन्दा ठ्याक्कै 1 वर्ष जेठो। अनि के सोचिरहनु भएको? मम्मीको याद आयो हो? ऊ पल्लो कोठामा त हुनुहुन्छ नि। के चिन्ता लिनु भएको? चिन्ता लिया छैन। ड्याडी, अघि जवाफ दिनु भएन नि। म पनि तपाईँ जस्तै ओभरसियर बन्छु। म जस्तो ओभरसियर नबन बाबु, दुःख पाउँछस् दुःख। किन नि? काम त गाह्रो छ नि बाबु। उसले घन्टी बजाए उता जानुपर्छ, उसले घन्टी बजाए उता जानुपर्छ। ल, ओभरसियरलाई पनि घन्टी बजाएर जानुपर्छ र? म इलेक्ट्रिक ओभरसियर परे नि बाबु। अब घन्टी त इलेक्ट्रिकले नि बज्छ नि, होइन र? ल ल ड्याडी, अब सुतौँ। आँखामा निन्द्रा छैन, के सुत्नु? किन, मेरो मम्मी पाएर तपाईँ खुसी हुनुहुन्न र? खुसी छु, खुसीको ओभरडोज भए जस्तो छ। हाय, निन्द्रा किन लाग्दैन? तिम्रो हाम्रो सम्बन्ध हाम्रो सरकार जस्तो अस्थायी हुनु हुँदैन। बरु हाम्रो देशको भ्रष्टाचार जस्तो स्थायी बनाउनु पर्छ। सुन न, यहाँ राइट साइडमा फ्रेन्ड लिस्ट हुन्छ। तिमीलाई जोसँग कुरा गर्न मन लाग्छ नि, त्यहीँ जाँदा हुन्छ। दी, यो चलाउनु त कति सजिलो हुँदो रहेछ। अब मैले दीपकसँग कुरा गर्न के गर्नुपर्छ? दीपकले तिमीसित त कुरा गर्दैन, त्यसैले मेरोमा एउटा राम्री केटीको फोटो छ, म त्यो हालेर उसलाई फ्रेन्ड रिक्वेस्ट गर्छु। त्यसपछि उसले मजाले तिमीसित कुरा गर्छ। वाह दी, तपाईँले कस्तो राम्रो आइडिया निकाल्नुभयो। ल अब हेर, अब यो फोटो यहाँ गर। यसको नाम चाहिँ के राखौँ? दिपाली। दिपाली? आजदेखि तिम्रो नाम दिपाली। र म दिपालीको नाममा तिम्रो बुढालाई फ्रेन्ड रिक्वेस्ट पठाउँछु। ल, ओके। कसको फ्रेन्ड रिक्वेस्ट आयो फेरि यो? दिपाली। फोटो लार्ज गरेर हेरौँ। वाओ, नाइस वन। फ्रेन्ड रिक्वेस्ट एक्सेप्टेड। एक्सेप्ट गरे। अब तिमीले यसरी पठाउनु पर्छ, फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेकोमा धन्यवाद। You are welcome. तिमी जस्तो सुन्दरी साथी पाउनु मेरो लागि पनि खुसीको खबर हो। जालमा माछो पर्यो नि ट्याक ट्याक ट्याक। खुसीको खबर? तँलाई बुढेसकालमा जवानी लागेको मोरो। पर्ख न, यो त सुरुवात मात्रै हो। अब तिमी लेख,
मलाई पनि तिमी बहुत ह्यान्डसम लाग्यो भने खैदी MLAI मलाई पनि तिमी ह्यान्डसम ह्यान्डसम लाग्यो। तपाईँ कहाँ बस्नुहुन्छ? म गुफामा बस्छु। यसलाई घर तक कसरी भनौँ? यसलाई गएर 2 चप्पल हानिदिन्छु दी। ए यो घरलाई गुफामा बसेको भन्ने यसले? भ नरिसाउ। अब तिमीले सियु भन्देऊ अनि भोलि मजाले कुरा गर्ने। आजलाई सुतौ पकाउँदै तेरो बाजे। See you, bye. अहिलेको मन्त्रीहरू जस्तो आई अनि गइहाली। Okay then, see you tomorrow. जे होस् राम्रै छ दीपावली। तिमीलाई मैले कतिपल्ट भेटौँ भने तिमी चाहिँ जहिले पनि टाढेको टाढै किन? भेटिएर नराम्री लाग्यो भने के गर्नुहुन्छ? मैले तिम्रो भावना मन पराएको हो। मानिस सुन्दर मनले हुन्छ, शरीर र अनुहारले होइन। तपाईँ मलाई जस्ती भए पनि मन पराउनुहुन्छ? जस्ती होइन, यो जस्ती भने कस्ती हो? यो पनि साह्रै नराम्रो पऱ्यो कि क्या? प्रोफाइल पिक्चर त राम्रै छ। सुन्दरता मनभित्र हुनुपर्छ र तिम्रो शब्द पढ्दा पढ्दा म तिम्रो भित्री सुन्दरतालाई पनि एकदमै मन पराउन थालिसकेको छु। वाह वाह वाह! भालुको मुखबाट पुराण, मायाको कुरा गर्ने, माया पनि गर्न आउँछ र तिमीलाई? बढ्ता जान्ने भएको किन? तेरो र मेरो डिभोर्स भइसक्यो। होइन तैँले अहिलेसम्म मेरो यो घर किन नछाडेको हो? मन्त्रीहरूले राजीनामा गरे 1 महिनासम्म क्वार्टर छोड्दैनन्। मैले किन छोड्ने? ए कस्तो सजिलो, खुरुकको घर छाड। घर त पहिला तिमीले छोड्छौ। अब तैँले भन्न खोजे के हो? तिमीले खाइरहेको चियामा बिख हाल्दिएको छु मैले। नडराउ नडराउ, केही पनि हालेको छैन मैले। अनि तैँले काम पाइनस्? आफ्नो जिन्दगी कति प्यारो, मेरो जिन्दगीलाई नरक बनायौ तिमीले। डिभोर्स भइसकेपछि त खुरुक्क जानु नि। कति टेन्सन दिइरहेको मलाई। फ्रेन्ड लिस्टबाट रिमुभ गरिसके, अझै रिक्वेस्ट पठाइदिन्छु बा। ए बाबा जा न, जा खुरुक्क जा। ल मरिरख यही। हेर यति धेरै मेसेज आइसकेको रहेछ।